आज हामी हाम्रो शरीर, हाम्रो मस्तिष्क र हाम्रो मन यो तीनटालाई हामी बुझ्ने प्रयास गर्छौं। यो तीनटा हाम्रो शरीरको आधार स्तम्भहरू हुन्। यो तीनटा त्रिकोणात्मक अन्तर्सम्बन्धमा एक अर्कालाई असर गरिरहेको हुन्छ। यदि हाम्रो शरीरमा कुनै समस्या भयो भने त्यसले हाम्रो मनलाई, हाम्रो मस्तिष्कलाई असर गर्छ। त्यस्तै मस्तिष्कको समस्या, रोग इत्यादिले मन र शरीरलाई पनि असर गर्छ। त्यस्तै मनको समस्या भयो भने त्यसले हाम्रो शरीर तथा मस्तिष्कलाई असर गर्छ। त्यो अन्तर्सम्बन्ध के कस्तो छ र तिनीहरू एक अर्कालाई कसरी असर पारिरहेका छन् र ती असरहरू कसरी एक अर्कासँग जोडिएका छन्, यो विषयमा हामी आज चाहिँ छलफल गर्नेछौँ। र सँगसँगै हामी पूर्ण रूपमा स्वस्थ हुनको लागि यो तीनटै कुरा स्वस्थ हुन एकदम जरुरी छ। आज हामी यो तीनटै कुरालाई स्वस्थ राख्नलाई र तिनका अन्तर्सम्बन्धलाई मजबुत बनाउन राख्नलाई के कस्ता आहार, व्यवहार र जीवनशैलीमा परिवर्तन ल्याउनु पर्छ त्यसको बारेमा हामी आज जान्नेछौँ। त्यही भएर सम्पूर्ण स्वस्थ हाम्रो अभियान अन्तर्गत हामी चाहिँ आज एकदमै महत्त्वपूर्ण विषयमा छलफल गर्दैछौँ। त्यो विषयवस्तु हो ब्रेन, बडी एन्ड माइन्ड, भनेको शरीर, मस्तिष्क र मनको अन्तर्सम्बन्ध र त्यसलाई स्वस्थ राख्ने प्रक्रियाको बारेमा आज हामी जान्नेछौँ। नमस्कार, तपाईलाई बीबीएम हेल्थ इनसाइटको पोडकास्टको यो श्रृङ्खलामा स्वागत छ। सधैँ चाहिँ म डाक्टर रागेश कर्ण, आजको प्रस्तोता तथा विशेषज्ञ पनि। सबभन्दा पहिलो कुरा, यो मस्तिष्क भनेको के हो, यो चाहिँ कहाँ अवस्थित छ र यसले के गर्छ, यो जान्न जरुरी छ। हाम्रो शरीर विभिन्न अङ्गद्वारा बनेको छ। ती अङ्गहरू हाम्रो शरीरको विभिन्न ठाउँमा अवस्थित छन्। ती मध्ये हाम्रो मस्तिष्क चाहिँ हाम्रो टाउकोको जुन हड्डी छ त्यसको बीचमा अवस्थित छ र यो मस्तिष्क चाहिँ यस्ता प्रकारका कोशिकाहरूको सङ्ग्रह हो जसले कि हामीलाई एउटा विशेष गुण प्रदान गरेको छ। हाम्रो पर्सनालिटीलाई हामीलाई प्रदान गरेको छ। हाम्रो पर्सनालिटी भनेको हामी जे छौँ त्यो हाम्रो मस्तिष्कको कारणले हो। हाम्रो मस्तिष्क यदि फेरिदियौँ भने हामी रहँदैनौँ, म रहँदिनँ। यसको मतलब हाम्रो जुन पहिचान छ हाम्रो मस्तिष्कको कारणले छ। त्यही भएर मस्तिष्कलाई कमान्डर सेन्टर पनि भनिन्छ। यसले शरीरका हरेक अङ्गलाई कमान्ड दिन्छन् र ती अङ्गहरूबाट विभिन्न सूचनाहरू प्राप्त गरिरहेका हुन्छन्। र मस्तिष्कले के गर्छ त? मस्तिष्कले हाम्रो शरीरमा तीनटा महत्त्वपूर्ण काम गर्छ। हाम्रो लाइफको लागि, हाम्रो जीवनको लागि अति नै महत्त्वपूर्ण हुन्छ। ती तीनटा काम भनेको एउटा बौद्धिक कार्य। बौद्धिक कार्य जस्तो हामी कुरालाई सम्झिन सक्छौँ, हामी सोच्न सक्छौँ, हामी निर्णय गर्न सक्छौँ। यो हाम्रो बौद्धिक क्षमता हो। यो क्षमताको लागि मस्तिष्क चाहिन्छ। मस्तिष्क जसको जति बलियो छ त्यो मानिस चाहिँ त्यति नै निर्णय लिने क्षमता त्यति बलियो हुन्छ, त्यति नै सम्झिने शक्ति चाहिँ त्यसको बलियो हुन्छ, त्यति नै उहाँको ल्याङ्ग्वेज अर्थात् भाषागत ज्ञान पनि त्यतिकै हुन्छ। अर्को काम भनेको शारीरिक सञ्चालन। हाम्रा शरीरमा विभिन्न प्रकारका अङ्गहरू छन्, तिनीहरूको बीचमा समन्वय स्थापित गरेर र तिनीहरूलाई सञ्चालित अवस्थामा राख्नलाई, जस्तो हात गोडा चलाउनलाई, मुटुलाई चलायमान राख्नलाई र सास फेर्ने कुरालाई चाहिँ कन्टिन्युटी दिनलाई यो मस्तिष्कको आवश्यकता पर्छ। हाम्रो शरीरमा हाम्रो जुन गतिविधि छन् त्यसलाई हामी दुई भागमा विभाजित गर्न सक्छौँ। एउटा चाहिँ स्वचालित गतिविधि, जस्तो मुटुको चाल चल्नु, किडनीले चाहिँ पिसाब बनाइराख्नु, त्यस्ता कामहरूलाई चाहिँ हामी स्वचालित भन्छौँ। भन्नाले आफै हुने, हाम्रो कन्ट्रोलमा छैनन्। त्यस्तै हाम्रो नियन्त्रणमा चाहिँ भएका कुराहरू जस्तो म बोल्न सक्नु, म हात गोडा चलाउन सक्नु मेरो नियन्त्रणमा छ। यी दुईटै कार्यलाई सञ्चालन गर्नलाई मस्तिष्क चाहिन्छ। सो पहिलो काम भनेको बौद्धिक क्षमता, दोस्रो काम भनेको शारीरिक सञ्चालन र तेस्रो एउटा महत्त्वपूर्ण काम भनेको भावनात्मक सन्तुलन। शरीरले हाम्रो मनमा उठेका भावनाहरूलाई अनुभूति गर्नु, त्यो अनुरूप चाहिँ हाम्रो व्यवहार विचार चाहिँ त्यो अनुरूप चाहिँ बनाउनु यसको महत्त्वपूर्ण काम हो र यसलाई हामी चाहिँ भावनात्मक र व्यवहारिक व्यवस्थापनको रूपमा हामी बुझ्न सक्छौँ। यसैलाई संक्षेपमा यदि हामी बुझ्यौँ भने कग्निसन भनेको बौद्धिक कार्य, दोस्रो भनेको
मोटर तथा अटोनोमिक कन्ट्रोल भनेको शारीरिक शरीरमा भएका अङ्गहरूलाई सञ्चालन जो आफै पनि चल्ने हुन्छन्, जस्तो मुटु र सास या किडनीको काम, र अर्को चाहिँ हाम्रो कन्ट्रोलमा भएका हातगुराको चाहिँ सञ्चालन इत्यादि मस्तिष्कले गर्छ। त्यस्तै इमोसनल रेगुलेसन भनेको भावनात्मक सन्तुलन गर्ने काम पनि मस्तिष्कले गरेको हुन्छ। यी कार्य बिना हाम्रो जीवन सम्भव छैन र यो तीनटै कार्य चाहिँ एकदमै महत्त्वपूर्ण छ हाम्रो जीवनको लागि। यो सबै कामलाई गराउन यो चाहिँ मस्तिष्क चाहिँ कमान्डरको रूपमा काम गर्छ, जसले कि विभिन्न ठाउँबाट, छालाबाट, मांसपेशीबाट, भित्रीय अङ्गहरूबाट चाहिँ इन्फर्मेसन रियल टाइममा लिइरहेको हुन्छ र त्यही अनुरूप चाहिँ ती अङ्गसम्म चाहिँ आफ्नो कमान्ड, आफ्नो निर्णय पठाइरहेको हुन्छ र त्यो अनुरूप अङ्गहरूले काम गरिरहेका हुन्छन् र शरीरलाई विषम परिस्थितिमा पनि सन्तुलित अवस्थामा राख्न, हाम्रो व्यवहार, विचार, सोचलाई चाहिँ व्यवस्थित गर्न र सन्तुलित अवस्थामा राख्न चाहिँ एकदमै महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। यसैसँग जोडिएको एउटा अर्को प्रश्न भनेको शरीर, जसलाई हामी बडी पनि भन्छौँ, जिउ पनि भन्छौँ, त्यो र मस्तिष्क चाहिँ एकअर्कासँग कसरी जोडिएको हुन्छ? यो प्रश्नलाई यदि हामी हेऱ्यौँ भने चाहिँ शरीर र मस्तिष्क पनि शरीरको एक भाग हो, तर विशेष भाग हो। मस्तिष्क विशेष संरचनाद्वारा शरीरको विभिन्न अङ्गसँग जोडिएको हुन्छ। त्यो जोडिने जुन प्रणाली छ, जुन संरचना छ, जुन नेटवर्क छ, त्यो प्रणालीलाई हामी नर्भस सिस्टम भन्छौँ र शरीर नर्भद्वारा, स्नायुद्वारा चाहिँ शरीरको विभिन्न अङ्गसँग जोडिएको हुन्छ र त्यो जोडिने क्रममा मस्तिष्क चाहिँ पहिला मेरुदण्डसँग जोडिएको छ, जसलाई स्पाइनल कर्ड हामी भन्छौँ र स्पाइनल कर्डबाट चाहिँ नर्भ्सहरू निस्केका हुन्छन् जुन कि शरीरको विभिन्न अङ्गसम्म डाइरेक्टै पुगेको हुन्छ र ती अङ्गसँग चाहिँ डाइरेक्टै तार रूपी जुन नर्भ्सहरू छन् ती नर्भद्वारा चाहिँ जोडिएको हुन्छन्। ती नर्भहरूद्वारा ती अङ्गहरूबाट सूचना चाहिँ ब्रेनसम्म स्पाइनल कर्ड थ्रु पुग्ने र फेरि चाहिँ मस्तिष्क चाहिँ त्यसलाई एनालाइसिस गरेर त्यही अनुरूपको कमान्ड चाहिँ त्यही फेरि मेरुदण्ड हुँदै नसाद्वारा चाहिँ ती अङ्गसम्म र अरू अङ्गसम्म पुर्याउने गर्छ। त्यस्तै अर्को सिस्टम भनेको मस्तिष्कले सञ्चालन गर्ने भनेको हार्मोनल सिस्टम हो। हार्मोनल सिस्टममा चाहिँ मस्तिष्कको विभिन्न भाग, खास गरेर हाइपोथ्यालमस र पिट्युटरी सिस्टम भन्छौँ, जसलाई हामी चाहिँ मास्टर ग्ल्यान्ड पनि भनिन्छ, त्यसलाई चाहिँ मास्टर ग्रन्थि पनि भनिन्छ, जुन कि इन्डोक्राइन सिस्टमको विशेष भागको रूपमा चाहिँ मस्तिष्कमा अवस्थित छ। ती अङ्गहरू चाहिँ हाम्रो शरीरमा जुन प्रकारको बाहिरबाट चाहिँ सूचनाहरू आएको हुन्छ त्यसलाई मस्तिष्कले एनालाइसिस गरेर र त्यही अनुरूप चाहिँ हाइपोथ्यालमस र पिट्युटरीलाई कमान्ड दिन्छ र त्यसले चाहिँ त्यही अनुरूपको चाहिँ हार्मोनहरू निकाल्छ र त्यो हार्मोन चाहिँ रगतमा पुगेर रगत मार्फतद्वारा शरीरको विभिन्न ठाउँमा पुगेर विभिन्न परिवर्तनहरू, विभिन्न चेन्जेसहरू त्यहाँ ल्याउँछ र यो दुईटा प्रक्रियाबाट मस्तिष्कले शरीरको विभिन्न अङ्गलाई नियन्त्रित गरेको हुन्छ। एउटा चाहिँ इलेक्ट्रिक सिस्टमबाट यो चाहिँ डाइरेक्टै तार रूपी संरचनाले शरीरको विभिन्न अङ्गसँग जोडिएको हुन्छ र यो रिस्पोन्स, यो जुन परिवर्तन छ, यो जुन कन्ट्रोल छ, त्यो एकदम इमिडिएट लाइटको स्पिडमा हुन्छ। ब्रेनसम्म नसाद्वारा सूचना पुग्ने चाहिँ फ्र्याक्सन अफ सेकेन्डमा तुरुन्तै पुग्छ। त्यही अनुरूपको मस्तिष्कले कमान्ड पनि इलेक्ट्रिसिटीकै स्पिडमा चाहिँ त्यही अङ्गसम्म पुर्याएको हुन्छ। सो फास्ट एक्सनको लागि, जस्तो मलाई यदि कमिलाले टोक्यो भने मेरो हात तुरन्तै म त्यहाँबाट हात झिकिहाल्छु या अर्को हात चाहिँ त्यहाँबाट कमिलालाई तुरन्तै थपाइहाल्छ भन्नाले यो सबै काम चाहिँ फ्र्याक्सन अफ सेकेन्डमा हुन्छ। यो चाहिँ नर्भस सिस्टम अर्थात् नसा प्रणालीद्वारा सम्भव छ। त्यस्तै चाहिँ कुनै कुनै परिवर्तन, कुनै कुनै नियन्त्रण चाहिँ स्लोली गर्नुपर्ने हुन्छ र लामो समयसम्म गर्नुपर्ने हुन्छ। त्यो कन्ट्रोल चाहिँ हार्मोनल सिस्टम भन्नाले इन्डोक्राइन सिस्टम, जहाँ कि ब्रेनमा हाइपोथ्यालमस र पिट्युटरी नामको जुन ग्रन्थि छ त्यसले चाहिँ हार्मोन रगतद्वारा विभिन्न अङ्गसम्म पुर्याउँछ र ती अनुरूपको त्यहाँ चेन्जेसहरू आउँछन् र त्यसलाई पनि हाम्रो शरीरमा सन्तुलन स्थापित गर्न एकदम मद्दत पुर्याउँछ। सो यो चाहिँ स्लो हुने, बिस्तारै हुने र लामो समयसम्म ती परिवर्तनहरू भइराख्नलाई यसले मद्दत पुर्याउँछ। यदि हाम्रो मस्तिष्कमा कुनै पीडा भयो भने हाम्रो शरीरमा चाहिँ त्यसले परिवर्तन देखाउँछ। त्यस्तै चाहिँ शरीरमा कुनै तकलिफ या कुनै परिवर्तन भयो भने, कुनै चोटपटक लाग्यो भने, कुनै रोग लाग्यो भने त्यसले हाम्रो मस्तिष्कलाई पनि असर गरिरहेको हुन्छ।
उदाहरणको लागि के लिन सक्छौँ भने यदि हाम्रो पेट दुख्यो भने या हात गोडा दुख्यो भने यो सङ्केत चाहिँ हाम्रो मस्तिष्कसम्म पुग्छ। त्यो मस्तिष्कले त्यही अनुरूपको हाम्रो कमान्ड आउँछ, पठाउँछ, त्यो अङ्गसम्म हामी ढाड तन्काउँछौँ र हामी चाहिँ दुखाइको कारणले औषधि खोज्न थाल्छौँ। सो यो सबै चाहिँ शारीरिक परिवर्तनले हाम्रो मस्तिष्कलाई चाहिँ जुन प्रभाव पारेको चाहिँ यो सम्बन्ध चाहिँ हामी यसबाट बुझ्न सक्छौँ। यसै क्रममा एउटा अर्को प्रश्न चाहिँ सबभन्दा महत्त्वपूर्ण प्रश्न के हुन सक्छ भने मन भनेको के हो, माइन्ड भनेको के हो, यो मस्तिष्क र शरीरभन्दा कसरी फरक छ। हामीले चाहिँ के बुझ्नुपर्छ भने यो चाहिँ मन भनेको चाहिँ कुनै संरचना होइन, मन भनेको एउटा कन्सेप्ट हो, अवधारणा हो। मन भनेको हामी जुन सोच्ने, कुरा गर्न सक्ने, महसुस गर्ने, डराउने, खुसी हुने जस्ता जुन बौद्धिक, भावनात्मक र मानसिक प्रक्रियाहरू छन्, ती प्रक्रियाहरू जुन कार्यगत प्रक्रियाहरू छन् त्यसलाई चाहिँ हामी मन भनेर, माइन्ड भनेर भन्छौँ। यो कुनै बायोलोजिकल अर्थात् शारीरिक चाहिँ संरचना होइन, यो भनेको हाम्रो शरीर र ब्रेनको फङ्सनल पार्ट हो। यो चाहिँ हाम्रो कार्यात्मक प्रक्रियागत भाग हो, यो चाहिँ त्यसको काम हो। यसलाई हामी के बुझ्न सक्छौँ भने मस्तिष्क भनेको जसलाई हामी कम्प्युटरको हार्डवेयरसँग दाँच्न सक्छौँ कम्प्युटर हो, र मन भनेको मस्तिष्कको कार्यात्मक रूप हो, भनेको यसको सफ्टवेयर हो। यदि हाम्रो शरीर र मस्तिष्क यदि कम्प्युटरको हार्डवेयर हो भने मन भनेको यसको सफ्टवेयर हो। यो चाहिँ कार्यात्मक रूप हो जसले हामीलाई विभिन्न कुराहरू अनुभूति गर्न, चाहे त्यो भावनात्मक अनुभूति होस् या तो शारीरिक अनुभूति होस्, त्यो प्राप्त गर्न मद्दत गर्छ र त्यसले हाम्रो मनमा चाहिँ विचार उत्पन्न गर्ने, चेतना उत्पादन गर्ने जस्ता कामहरू जे छन्, हाम्रो मस्तिष्कले जे यो कामहरू गर्न सक्छ, यसलाई हामी चाहिँ सामूहिक रूपमा मन या माइन्ड भन्छौँ। हामीले के देख्छौँ, यदि मनमा केही समस्या भयो भने, तनाव भयो भने, कुनै टेन्सन भयो भने त्यसले हाम्रो मस्तिष्कको कामलाई पनि प्रभाव पार्छ। हाम्रो फोकस कम भएर जान्छौँ, हामी चाहिँ कुनै कुरामा कन्सन्ट्रेट कम गर्न सक्छौँ। त्यस्तै यदि हाम्रो मस्तिष्कमा कुनै समस्या भयो भने हाम्रो भावनात्मक असन्तुलन भएर जान्छ, हाम्रो फिलिङ, हाम्रो चाहिँ सोच्ने क्षमता, हाम्रो बौद्धिक क्षमतामा यसले असर गर्छ। त्यही भएर मनको असरले चाहिँ मस्तिष्कलाई असर गर्छ र मस्तिष्कको असरले मनलाई पनि असर गर्ने गरेको देखिन्छ। त्यसैले मनलाई सन्तुलित राख्नु मानसिक स्वास्थ्यको लागि पहिलो खुर्किला हो। यसै क्रममा अर्को एउटा महत्त्वपूर्ण प्रश्न भनेको तीनवटा जुन हाम्रो जीवनका आधार स्तम्भहरू छन्, मन, शरीर र मस्तिष्क, यी तीनै बीचको सन्तुलन हामी कसरी राख्न सक्छौँ। किनकि हामीले देखिसक्यौँ कि यो तीनटै जबसम्म सन्तुलित हुँदैन हामी पूर्ण स्वस्थ हुनै सक्दैनौँ। त्यही भएर हाम्रो खानपानबाट दैनिक जुन जीवन छ, हाम्रो जीवनशैली छ, त्यसमा परिवर्तन ल्याएर या कस्ता कस्ता कुरामा ध्यान दिएर हामी चाहिँ यी तीनटा आधार स्तम्भलाई सन्तुलित राखी सम्पूर्ण स्वास्थ्य चाहिँ कसरी प्राप्त गर्न सक्छौँ, यो चाहिँ हामी बुझ्नेछौँ। यसको लागि चाहिँ हामीले के बुझ्न जरुरी छ, मस्तिष्कलाई डाइट, स्पेशल प्रकारको खानेकुरा डाइट या यसको चाहिँ इनर्जीको सोर्स चाहिन्छ। त्यस्तै हाम्रो शरीरलाई चाहिँ एक्टिभिटी, चाल चाहिन्छ। त्यस्तै मनलाई चाहिँ शान्ति चाहिन्छ। यो तीनटै बीचको शारीरिक एक्टिभिटी, सन्तुलित आहार र मनको शान्ति, यी तीनटै कुरा हामी गरेर र यो तीनटै कुरालाई व्यवस्थित गरेर हामी चाहिँ तीनटै आधार स्तम्भलाई चाहिँ सन्तुलित राख्न सक्छौँ र हामी पूर्ण रूपमा स्वस्थ हुन सक्छौँ। यदि हामी जीवनशैलीका सुझावहरू हामी हेऱ्यौँ भने सबभन्दा पहिलो कुरो चाहिँ समयमा सुत्नु र उठ्नु हो। हाम्रो डाइट पछि जुन सबभन्दा महत्त्वपूर्ण कुरा हो त्यो हो स्लिप। यदि हाम्रो शरीरमा, हाम्रो जीवनबाट हामीले निन्द्रालाई निकालिदियौँ भने हामी कुनै रूपमा पनि स्वस्थ हुन सक्दैनौँ। किनकि निन्द्राले हाम्रो शरीरको हिलिङको लागि, हाम्रो मनको भावनालाई व्यवस्थित गर्नको लागि, हाम्रो मस्तिष्कबाट फोहोरहरू फाल्नलाई, हाम्रो बौद्धिक क्षमतालाई चाहिँ बढाउनलाई यो चाहिँ स्लिपको एकदमै महत्त्व छ। त्यही भएर चाहिँ हामी चाहिँ रातिको कम्फर्टेबल रिफ्रेसिङ स्लिप चाहिँ मेन्टेन गर्नु र त्यसमा ध्यान दिनु धेरै नै महत्त्वपूर्ण कुरा हो। दोस्रो जीवनशैलीको अर्को स्तम्भ भनेको दैनिक व्यायाम हो। हाम्रो शरीरलाई स्वस्थ राख्नलाई र स्वस्थ शरीरमा नै
हाम्रो स्वस्थ मस्तिष्कको उपस्थिति हुन सक्छ। यदि शरीर स्वस्थ भएन भने हाम्रो मस्तिष्क स्वस्थ हुन सक्दैन र शरीर र मस्तिष्क अस्वस्थ भयो भने हाम्रो मन स्वस्थ हुन सक्दैन। त्यही भएर शरीरलाई स्वस्थ राख्नलाई चाहिँ एउटा महत्त्वपूर्ण कुरा भनेको हाम्रो दैनिक सक्रियता हो, दैनिक व्यायाम हो। यदि हामी व्यायाममा ध्यान दिएनौँ भने हामी शारीरिक रूपमा र सम्पूर्ण रूपमा चाहिँ स्वस्थ हुनै सक्दैनौँ। त्यही भएर हाम्रो दिनभरिमा हामी चाहिँ एकदमै सक्रिय भइराख्नुपर्छ र सकिन्छ भने हामी चाहिँ हाम्रो ह्याबिटमै 24 घण्टामा कम्तीमा दिनमा बिहान दिउँसो बेलुका चाहिँ टाइम निकालेर हामीले चाहिँ कुनै न कुनै प्रकारको एक्सर्साइजहरू गरिराख्नुपर्ने हुन्छ। त्यस्तै अर्को एउटा महत्त्वपूर्ण जीवनशैली परिवर्तन भनेको डिजिटल डिटक्स अर्थात् मोबाइलको स्क्रिन चाहिँ कति बेरसम्म हेर्ने या कहिले व्यवस्थापन गर्ने। किन हामी के देख्छौँ भने हामीलाई के लाग्छ भने हामी चाहिँ जति चाहिँ मोबाइल हेऱ्यौँ, जति हामी चाहिँ त्यसमा रिल्सहरू हेऱ्यौँ, जति कुराहरू हेऱ्यौँ त्यसले हाम्रो जानकारी बढाउँछ, हामी त्यसले खुसी हुन सक्छौँ। त्यो होइन। हाम्रो मनको शान्तिको लागि चाहिँ जानकारी होइन, हाम्रो चाहिँ शान्ति चाहिन्छ। सो जानकारी होइन, मनको स्वास्थ्यको लागि चाहिँ शान्ति खोज्नुहोस् भन्ने कुरा हामीले बुझ्नुपर्छ। त्यही भएर हामीले चाहिँ अनावश्यक रूपमा चाहिँ डिजिटल भन्नाले स्क्रिनको प्रयोग गर्नु हुँदैन। त्यसको लागि पनि लिमिट छ, त्यो लिमिट क्रस गर्नु हुँदैन र जो चाहिँ 24 घण्टामा कुनै पनि मानिसले चाहिँ वयस्क मान्छेले 3-4 घण्टाभन्दा बढी चाहिँ स्क्रिन हेर्नै हुँदैन। त्यो स्क्रिन हेराइ पनि चाहिँ राति 8 बजेपछि गर्नु हुँदैन। सुत्नुभन्दा 1 घण्टा अगाडि त त्यो बन्द गर्नै पर्छ र दिनभरिमा पनि दिउँसोतिर पनि लगातार त्यसको प्रयोग गर्नु हुँदैन र त्यो चाहिँ हरेक आधी घण्टामा चाहिँ त्यसलाई ब्रेक दिनुपर्छ। त्यस्तै चाहिँ हप्तामा 1 दिन पुरै चाहिँ डिजिटल लाइफबाट विश्राम लिनुपर्छ। त्यसलाई भन्छ विकली डिटोक्सिफिकेसन फ्रम स्क्रिन। यसलाई हामी चाहिँ डिजिटल फास्टिङ पनि भनेर भन्छौँ। भन्नाले जसरी हामी शरीरलाई स्वस्थ राख्नलाई हामी चाहिँ हप्तामा 1 दिन चाहिँ फास्टिङ बस्ने चाहिँ जुन कन्सेप्ट छ, त्यसरी नै मनलाई चाहिँ स्वस्थ राख्नलाई, मस्तिष्कलाई स्वस्थ राख्नलाई हप्ताको 1 दिन चाहिँ डिजिटल फास्टिङ भनेको त्यो दिन हामी चाहिँ कुनै पनि मोबाइल, ल्यापटप, टिभी इत्यादि प्रयोग गर्नु हुँदैन र त्यो दिन हामी चाहिँ ब्रेनलाई अरू कार्यहरू, अरू चाहिँ हाम्रो ह्याबिटहरू, हबिजहरू, हाम्रा साथीभाइहरूसँगको भेटघाट, रिलेटिभहरूसँगको कुराकानी, आउटिङ, यस्ता कुराहरू, मनोरञ्जनका कुराहरू, ती मनोरञ्जनको कुराहरू स्क्रिनबाट लिनु भएन। त्यो चाहिँ अरू गतिविधि गरेर ती मनोरञ्जनात्मक कामहरूमा चाहिँ आफूलाई सक्रिय राख्नुपर्छ। त्यस्तै मेडिटेसन अर्थात् ध्यान र ब्रिदिङ एक्सर्साइज, यो विशेष प्रकारको ब्रिदिङ एक्सर्साइजले हाम्रो मनलाई चाहिँ शान्त गर्छ, हाम्रो दिमागलाई डिटोक्सिफाई गर्छ। त्यही भएर चाहिँ हामीले हाम्रो लाइफमा चाहिँ टाइम निकालेर या मर्निङ आवरमा पनि गर्न सकिन्छ, दिउँसोको आवर ब्रिदिङ एक्सर्साइज त जतिखेर पनि गर्न सकिन्छ। सो मेडिटेसन चाहिँ यदि हाम्रो जीवनमा हामीले त्यसलाई स्वीकारेर त्यसलाई गर्न थाल्यौँ भने यसले हाम्रो मनको शान्तिलाई, मनको स्वास्थ्यलाई चाहिँ एकदमै यसले चाहिँ राम्रो बनाउँछ र यसले चाहिँ त्यसरी नै हामीले सम्पूर्ण स्वास्थ्यतिर लम्काउँछ। यदि हामी डाइट अर्थात् खानपानको कुरा गऱ्यौँ भने यो चाहिँ ब्रेन स्वास्थ्यको लागि चाहिँ खास गरेर यदि ब्रेनको संरचना हामी हेऱ्यौँ भने यसको म्याक्सिमम भाग चाहिँ पानीपछि चाहिँ फ्याटले, बोसोले बनेको छ। हामीले चाहिँ त्यही भएर स्वस्थ बोसो, जसलाई हामी ओमेगा 3 फ्याटी एसिड भएका खानेकुराहरू जस्तो चाहिँ माछा, बदाम, अन्डा र सागसब्जी जस्ता कुराहरू जहाँ कि ओमेगा 3 फ्याटी एसिड भएका स्वस्थ बोसो चाहिँ पाइन्छ, त्यसको सेवन गर्यो भने त्यसले चाहिँ मस्तिष्क स्वास्थ्यलाई राम्रो गर्छ। त्यही अनुरूप चाहिँ डार्क कलरका बेरिजहरू जस्तो स्ट्रबेरी, ब्ल्याकबेरिज जस्ता कुराहरू, त्यस्तै ड्राई फ्रुट्स जस्ता कुराहरू जहाँ हामी चाहिँ ओखर, बदाम, त्यस्तै चाहिँ काजु जस्ता ड्राई फ्रुट्सहरू चाहिँ हाम्रो मस्तिष्क स्वास्थ्यको लागि चाहिँ धेरै महत्त्व राख्छ। त्यस्तै चाहिँ शारीरिक स्वास्थ्यको लागि चाहिँ प्रोटिन एकदम महत्त्वपूर्ण हुन्छ, किनकि शरीर चाहिँ बनेकै पानीपछि अर्को एउटा महत्त्वपूर्ण तत्त्व भनेको प्रोटिन हो। प्रोटिनको यदि कन्जम्सन राम्रो भएन भने हाम्रो शरीरको संरचनागत जुन स्वास्थ्य छ त्यो चाहिँ बिग्रेर जान्छ। प्रोटिनयुक्त खानेकुरा खास गरेर मासु, माछा, दाल, गेडागुडी, त्यसपछि डेरी प्रोडक्टमा चाहिँ दही, पनिर जस्ता खानेकुराहरू, टोफू जस्ता खानेकुराहरू, सोया चङ्क जस्ता कुराहरू जहाँ कि प्रोटिन धेरै मात्रामा पाइन्छ, त्यसको चाहिँ सेवन रेगुलर गर्न जरुरी छ। त्यस्तै दिमागलाई सपोर्ट गर्नको लागि चाहिँ
पानीको मात्रा एकदम व्यवस्थित हुनुपर्छ। हामी चाहिँ एडिक्वेट भनेको सन्तुलित रूपमा पानी खानुपर्छ, धेरै पानी खानुपर्छ, मसलाको कम प्रयोग गर्नुपर्छ र क्याफिनको प्रयोग चाहिँ एकदम सन्तुलित गर्नुपर्छ। कफी इत्यादिको प्रयोग एकदम कम मात्रामा गर्नुपर्दछ। यसै क्रममा एउटा अर्को प्रश्न भनेको तनाव, चिन्ता, दुख, यो तीनटै जुन हाम्रो मनसँग जोडिएको जुन समस्याहरू छन्, यसले चाहिँ हाम्रो यो जुन तीनटा आधार स्तम्भ छन् शरीर, मन र मस्तिष्कलाई कसरी असर पार्छ त? यसको यदि हामीले उत्तर हेर्यौँ भने तनावले सबैभन्दा पहिला चाहिँ मनलाई असर गर्छ। यसले मनलाई असर गर्दै मस्तिष्कको हार्मोनहरू, खास गरेर स्ट्रेस हार्मोन जस अन्तर्गत कर्टिसोल र नोरएड्रेनालिन जस्ता हार्मोनहरू पर्छन्, त्यसलाई असन्तुलित गर्छ, त्यसलाई बढाउँछ। यसले हाम्रो मनमा तनाव, चिन्ता इत्यादि बढाएर यी जुन हार्मोनल चेन्जेसहरू ल्याउँछन्, जसले गर्दा हामीलाई फोकस गर्न, हामीलाई कुनै पनि कुरामा कन्सन्ट्रेट गर्न चाहिँ यसले चाहिँ अप्ठ्यारो पारेको हुन्छ। त्यस्तै यसले चाहिँ शरीरमा तुरुन्तै चाहिँ यदि तनाव भयो भने मुटुको चाल बढ्ने, शरीरको ब्लड प्रेसर, रक्तचाप बढ्ने, पाचन प्रक्रियामा चाहिँ पाचनमा समस्या ल्याउने र निन्द्रालाई असर पार्ने जस्ता दुष्प्रभावहरू यसले निम्त्याइदिन्छ। यो चाहिँ इमिडिएट आउने चाहिँ प्रभाव हो यदि हाम्रो मनमा चाहिँ तनाव, चिन्ता या दुख भयो भने। यही कुरा यदि लगातार यदि कसैको जीवनमा भइराखेको छ भने यसले लामो समयसम्म शरीरलाई असर गर्यो भने त्यसले हाम्रो चाहिँ सम्झिने शक्तिलाई कम गर्छ। त्यस्तै हाम्रो निन्द्रा चाहिँ हराउँदै जान्छ। मुटु र मधुमेहका रोगहरू, विभिन्न रोगहरू यसले निम्त्याउन सक्छ। त्यही भएर हाम्रो जुन मानसिक समस्याहरू छन् त्यसको सही टाइममा व्यवस्थापन हुनु धेरै नै जरुरी छ। नत्र यसले मनलाई असर गर्दा गर्दै हाम्रो शरीरलाई पनि रोगी बनाइदिन्छ। सो समग्र रूपमा हामीले के देख्यौँ भने मस्तिष्क, शरीर र मन एउटा त्रिकोण हो, जसको कुनै एक कुनामा कुनै असर पर्यो भने हाम्रो सम्पूर्ण शरीर, जीवन नै असन्तुलित भएर जान्छ। त्यही भएर साथीहरू, स्मार्ट बन्नुहोस्, स्मार्टफोनको प्रयोग कम गर्नुहोस् र स्वास्थ्यप्रति सचेत बन्नुहोस्। जुन दिन तपाईँले मस्तिष्कलाई विश्राम, शरीरलाई चलायमान र मनलाई सन्तुलित राख्न सक्नुहुन्छ, त्यो दिन तपाईँले रोगहरूलाई शरीरबाट, आफ्नो जीवनबाट बिदा दिन सक्नुहुन्छ। फेरि भेटौँला पोडकास्टको अर्को एपिसोडमा। तबसम्मका लागि स्वस्थ रहनुहोस्, सन्तुलित सोच्नुहोस् र सकारात्मक बन्नुहोस्। यदि तपाईँलाई यो पोडकास्ट र यो पोडकास्टका इन्फर्मेसनहरू मन परेको छ भने यसलाई कृपया सेयर गर्नुहोस्, युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोस्। त्यस्तै यसलाई आफ्नो परिवार, साथीहरूसँग पनि मस्तिष्क, शरीर र मनको महत्त्वबारे बुझाउन सघाउनुहोस्। तपाईँको एक क्लिकले कसैको जीवन सन्तुलित बन्न सक्छ। धन्यवाद।